अब हेर्नुस् न कति सुन्दर छ नि यो बिरुवाको नाम के हो थाहा छैन तर यो वाकई सुन्दर छ यो चाहिँ हो गेम रुम यो चाहिँ मुभी रुम हो थिएटर हो यो चाहिँ यो वरिपरिको घरहरुमा चाहिँ मानिसहरु बस्नुहुन्छ यता पनि कस्तो राम्रो फूल फुलिरहेछ एकदमै राम्रो समरमा चाहिँ एकदमै राम्रो हरियाली देख्नु अघि छ यो बिरुवा चाहिँ चेरीको हो यहाँ चेरी फल्छ अनि हामी चेरी खान्छौँ अब 2-3 महिना पछाडि यहाँको यो चाहिँ गेम रुम हो विभिन्न प्रकारका गेमहरु छन् जस्तै सफल बोर्ड टेबल टेनिस अनि यहाँ स्नो बिलियर्ड भन्ने छ मिनी टेरेन दिज आर द गेम्स अफ यसको नाम चाहिँ कुलिचा हो अनि यता चाहिँ अझै राम्रो दृश्य छ यो पनि हाम्रै गेस्ट रुम हो मानिसहरु आएर यहाँ बस्नुहुन्छ उ भनेर घोडा दौडाउँदै हुनुहुन्छ म देखाउँछु ल त्यहाँसम्म मैले जान सक्दिनँ यो चाहिँ घोडा चढेर यहाँनिर हेर्नुहोस् त एउटा मान्छे हो यो नानी चाहिँ घोडामा चढेर हिँड्दै हुनुहुन्छ अनि उहाँहरू चाहिँ हाम्रो कस्टमर हो यो ग्रुपमा लाइनमा बस्नु भएको चाहिँ घोडा चढ्नको लागि हो ओहो मैले कस्तो राम्रो सिन फेला पारेँ यहाँ हेर्नुहोस् त है धुवा भुत बलिरहेछ पर गाउँमा कता कता बेग्लै महसुस हुने कि है कस्तो आभास गराउँछ कि प्रकृतिले नि हेर्नुहोस् यो कति पर छ मैले जुम गरेको थिएँ ए त्यो धुवा भएकोलाई हेरौँ न फेरि एकचोटि वाह यो प्लेस हेर्नुहोस् त है सल्युट मलाई चाहिँ वाकई राम्रो लाग्यो हेर्नुहोस् यो दृश्यहरू अनि फेरि यो चाहिँ हेर्नुहोस् त्यस्तो राम्रो दृश्य छ यताबाट हेर्नुभयो भने यो सबै हामी काम गर्ने वरिपरि नै हो त्यही कम्पनीको पर्दछ अनि यो चाहिँ हो रेस्टुरेन्ट किचन हो अनि अहिले म जुन बिल्डिङमा बसिरहेको छु यो चाहिँ गेम रुम हो नाम चाहिँ फेरि यो छ है यो चाहिँ नाम हो क्लब भिला ब्रान्ड मानिसहरू ठुलो चेस खेल्दै हुनुहुन्छ अनि यताबाट हजुरलाई म पहाड देखाइदिन्छु पहाड चाहिँ यस्तो छ है यस्तो राम्रो मौसम अनि स्थान मलाई त साह्रै मन पर्यो अब हजुरलाई कस्तो लाग्छ